प्रधानमन्त्रीको हैसियतले सार्वजनिक अभिव्यक्ति दिँदा विचार, सन्तुलन र जिम्मेवारीको अपेक्षा गरिन्छ। तर ओलीको बोलीले हालको संवेदनशील परिस्थितिमा राजनीतिक गर्मी बढाएको छ। गणतन्त्र दिवसको दिन अर्थात् जेठ 15 मा मुलुकको संघीय राजधानी काठमाडौँ दुई धारको प्रदर्शनको केन्द्र बन्ने निश्चित छ। राजावादी विभिन्न समूह एक भएर गणतान्त्रिक व्यवस्था विरुद्ध नै सडकमा उत्रदैछ। संसदमै पाँचौं शक्ति राप्रपा पनि सक्रिय रूपमा आन्दोलनमा होमिँदैछ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले त नेताहरूलाई हेलिकप्टरमा भाग्नुपर्ने अवस्था आउने सम्मको चेतावनी सार्वजनिक रूपमै दिएका छन्। प्रधानमन्त्रीले भन्नु अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नु भएन नि हो भनेर भन्नुभयो। भाग्न सकिन्न भयो भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकप्टरबाट जाने मौका दिनुपर्छ। हामीले हेलिकप्टरको सुविधा प्रयोग गर्ने छुट दिने, त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो। जेठ 15 मा राज संस्थाको पुनर्स्थापनाका लागि भन्दै राजावादीहरू निर्णायक आन्दोलनको तयारीमा छन् भने सरकारको नेतृत्व गरिरहेको एमालेले त्यसको प्रतिरोध गर्ने संकेत देखाएको छ। भोलि यहाँबाट गएपछि आज प्रशिक्षण, भोलि प्रशिक्षण, जति बेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुहोस्। प्रशिक्षण सिद्धिएपछि 15 गतेमा ध्यान दिनुहोस्। 15 गते 11 बजेदेखि 2 बजेसम्म नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। राजावादी आन्दोलनलाई निस्तेज पार्ने गरी गणतन्त्रवादीहरूले काठमाडौँको सडक कब्जा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण पनि जेठ 15 चासोको विषय बनेको छ। प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्तिले राजावादीहरूलाई झनै आक्रोशित बनेका छन्। राजावादीहरूले आन्दोलन निर्णायक हुने भने पनि शान्तिपूर्ण नै हुने भनिरहेका छन्। तर गणतन्त्र विरोधी आन्दोलनलाई निस्तेज पार्न ओलीले एमाले कार्यकर्तालाई निर्देशन दिइसकेका छन्। बाघले झम्टिए झै झम्टिन ओलीले पार्टी युवा संगठनलाई दिएको निर्देशनले मुठभेडको अवस्था सृजना हुने जोखिम बढाएको छ। प्रधानमन्त्री स्वयंको यस्तो अभिव्यक्तिले सत्ता साझेदार दल नेपाली कांग्रेसलाई समेत झस्काइदिएको छ। त्यसैले यस्ता उत्तेजनापूर्ण अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई कांग्रेस महामन्त्री गगन थापाले सचेत गराएका छन्। लोकतन्त्रमा राज्य प्रमुख वा कार्यकारी प्रमुखको भाषा राष्ट्रको मनोविज्ञान निर्माणमा निर्णायक हुन्छ। यस्तोमा उनी राजालाई घरमै सिंहासन बनाएर राख्नु जस्ता विभिन्न उत्तेजनात्मक अभिव्यक्ति दिइरहेका छन्। राजालाई सिंहासनमा राख्छन्, घरैमा सिंहासन बनाएर राख्छ। देशको राज सिंहासन भनेको गइसक्यो। प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले आन्दोलनकारीहरूलाई आक्रोशित बनाउँछ भने आफ्ना पार्टीका कार्यकर्तालाई आन्दोलन भड्काउन उत्प्रेरित गर्दछ। राजावादीहरूको आन्दोलनलाई विपक्षको सामान्य राजनीतिक अभ्यासको रूपमा स्वीकारेर त्यसको सामना जनताका बीचमा वैचारिक संवाद मार्फत गर्ने बाटोभन्दा प्रधानमन्त्रीले कार्यकर्ता परिचालनलाई प्राथमिकता दिनु अराजकता तर्फको संकेत हो, जसले गर्दा आम नागरिक तहमा चिन्ता बढाएको छ।